जम्मू कश्मीरको पहलगाममा हिजो मंगलबार भएको क्रूर आतंकवादी हमलामा परि एक नेपाली सहित 26 जनाको ज्यान गएको छ। यो हमला पर्यटकहरूलाई लक्षित गरी भएको थियो। यो घटना हालैका वर्षहरूमा कश्मीर उपत्यकामा नागरिकमाथि भएको सबैभन्दा घातक र क्रूर घटना हो। द रेसिस्टेन्ट फ्रन्ट टीआरएफ नामक आतंकवादी समूहले यो हमलाको जिम्मेवारी लिएको छ। मंगलबार दिउँसो करिब 1:30 देखि 2:30 बजेको बीचमा पहलगामबाट 5 किलोमिटर टाढा रहेको बैरा रन मिडोमा 4 जना आतंकवादीहरूले अचानक गोलीबारी शुरू गरेका थिए। यो क्षेत्र मिनी स्विजरल्याण्डको रूपमा पनि प्रसिद्ध छ। यहाँ घोडा चढ्ने, पिकनिक मनाउने र तस्बिर खिच्ने पर्यटकहरूको भिड थियो। सैन्य पोसाकमा आएका आतंकवादीहरूले अन्धाधुन्द गोली चलाए, जसले त्यहाँ उपस्थित पर्यटकहरूमा त्रास फैलियो। प्रत्यक्षदर्शीका अनुसार आतंकवादीहरूले पर्यटकहरूको धर्म सोधेर हिन्दूहरूलाई निशाना बनाएका थिए। कर्नाटककी पल्लवी नामकी एक महिलाले आफ्ना पति मञ्जुनाथ रावको हत्या भएको बताइन्। उनले आतंकवादीले आफूलाई बाँच्न दिएको र यो कुरा मोदीलाई भन्न जा भनेको दावी गरिन्। हमलामा 26 जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये 24 जना भारतीय पर्यटक, एक नेपाली र एक इमिराती नागरिक छन्। मृतकहरूमा भारतीय नौसेनाका लेफ्टिनेन्ट विनय नबराल, तेलंगानामा कार्यरत एक खुफिया ब्यूरो आईबी का अधिकारी पनि समावेश छन्। अन्य मृतकहरू महाराष्ट्र, कर्नाटक, ओडिसा, छत्तीसगढ र तमिलनाडुका छन्।